हामीसँग चाहिँ आज एकदमै रमाइलो एकदमै भाइरल हुनुभएको चाउमिन दाइ हुनुहुन्छ। हामी चाहिँ एकछिन रमाइलो गरौँ भनेर लागेको छ। सो हामीले चाहिँ एक अर्कालाई रमाइलो क्वेसन सोध्ने छौँ र मैले पनि हाम्रो चाउमिन काले दाइको लागि चाहिँ थोरै क्वेसनहरू ल्याएर आएको छु। सो एकछिन रमाइलो गरौँ है त। मलाई चाहिँ दाइलाई एकदमै सोध्न मन लागेको क्वेसन, दाइलाई सबैजनाले काले दाइ किन भन्छन्? मलाई अब सुटिङ हुँदाखेरि अब अरू नाम होइन, अब किन होइन भन्दाखेरि एक दिन ननुहाएर गएरै छु, काले दाइ राख्दै रहेछन्। अर्को दिन नुहाएर जाँदाखेरि बेकारमा काले दाइ राखिदिएको छु भन्दै थिए के र। अनि तपाईँले सबैजनाले काले दाइ भन्नुहुन्छ, कहिले गोरो हुनु मन लाग्यो किन? लगाम क्रिम, सबभन्दा महँगो खाले क्रिम लगाऊ मस्तिना। क्रिमको नाम के होला? फेयर एन्ड लभली 15 रुपियाँ ला। त्यो 10 रुपियाँ हर्मलबाट 15 रुपियाँ हालेर त लग्नु भएन? त्यही हो। त्यही हो हजुर। अनि दाइले काठमाडौँ जाने बेला जो खाना खाने ठाउँ आउँछ नि, काठमाडौँ जाने बेला खाना खाने ठाउँमा तपाईँले चाहिँ के खानुहुन्छ? मैले त्यहाँ भिड हुन्छ के र, एक हात चाउमिन माग्छु, खाएर भागिहाल्छु। चाउमिन खानुको रहस्य चाहिँ? अब चाउमिन खानुको रहस्य, अब जो चाउमिन खायो तो भाइरल। चाउमिन त हामीले पनि लगभग असिनो जुत्ता दाएर मैले 1 किलो चाउमिन एक्लै खाइसक्यौँ, हामी त भएन। मैले त 1 करोडको चाउमिन खाने हो। तब 1 करोड भन्या भएर भाइरल हुनु भएन। हो। हाम्रो भिलेन दाइलाई के मन पर्छ? मलाई मनपर्ने सबैभन्दा खानामा मनपर्ने रोटी। रोटी चाहिँ अझै पनि लगभग 22 रुपियाँ खान्छु। 28 रोटी मैले खाएको इन्डियामा। 28 रोटी भएपछि बल्ल पेट भरिन्छ मेरो। अनि त्यो पहाडको यहाँ हाम्रो त नेपालको भनेको मकैको खाजा, त्यो 4 माना खान्थेँ मैले, अहिले लगभग 3 माना खान्छु। अनि तरकारी भनेको म गोभी ज्यादा खान 3 किलो। गोभीमा आलु मिसाउनुहुन्छ कि नै? नै, आलु मिसाउने हैन। आलु मिसाएपछि त मजा लाग्दैन। बिना आलुको खान्छु मैले। पकाएरै खान्छु। काँचो लगभग 1 किलो खाइसक्छु। हो र। यस्तो मैले खाएर यतिकै भएर मन मकाउनु थाहा जस्तो लाग्यो। दाइलाई आलु मन पर्छ के? मलाई तरकारीमा आलु नभए पनि म खाँदै खान्न। बिना आलुको तरकारी के हुन्छ त त्यस्तो भए? तरकारीमा मलाई सबभन्दा मिठो पर्ने बिहान चाहिने छिन्की र आलु, साँझ चाहिने आलु र सिन्की। मलाई मन पर्ने तरकारी त्यही हो। त्यही हो नि। तपाईले आलु मन पर्यो भने दालमा नि आलु हालेर खानुहुन्छ? दाल त अलगसँग खान्छु, तरकारी मात्रै हो। अनि हाम्रो अर्को दाइलाई के मन पर्छ त? मलाई सबैभन्दा मन पर्ने त मलाई चिनी र खुर्सानी हो। चिनी र खुर्सानी भयो भने मलाई भात पनि चाहिन्न, रोटी नि चाहिन्न। मलाई एकदम चाहिने मिठो खाना भने नि मेरो चिनी र खुर्सानी हो। त्यही नै हो। ढिलायो कडायो नुन नभए नि चल्छ बरु नि। खै कहाँ त्यसमा नुन मिसाउनुहुन्छ कि नै? नुन त मिसाउँदैन। पहिले नि नुन भन्थे नि, नुन मिठो हुने भए त। मलाई चिनी र खुर्सानी भन्दा अरू मिठै हुन्न। अनि काले दाइ त चियासँग खुर्सानी खानुहुन्छ अरे नि? म हैन। केसँग? एक दिन त चाहिने चिया खाइरहेको थिएँ, खस्ता ल्याउन गएको थिइनँ, अनि एउटा केरा ल्याएर चोपेर खाऊँ। केरा र चिया नि मिठो भयो? मिठो भयो। ठिक छ। अनि दाइ हाम्रो अहिले नेपालको प्रधानमन्त्री को हुनुहुन्छ? प्रधानमन्त्री अब मेरो घरको त मेरो बुढी छिकेर, अब उताको त थाहा भएन। घरको त गृहमन्त्री। गृहमन्त्री आजभोलि केपी ओली हो। पहिला भेलु बाजे थियो, अहिले केपी ओली बाजे। नै उसमा भेलु बाजेले उसमा दिएर जानुभयो के भन्छन् त्यो गिफ्ट भने के भन्छ त्यसको सट्टामा के भन्छन् नि? दाइजो। केपी बालाई दाइजो दिएर गयो। अनि तपाई प्रधानमन्त्री भएपछि के गर्नुहुन्छ देशको लागि? म प्रधानमन्त्री भएपछि सबभन्दा पहिला आफ्नो घर बनाउँछु, त्यसपछि यसो छरछिमेकको हेर्छु, त्यसपछि बल्ल यताउता हेर्छु। आजभोलि त्यही भइरहेछ के र। अनि पहिला त देशलाई हेर्नु पर्यो के र। आजभोलि पहिला आफ्नो घरको हेर्छन्, इष्टमित्रहरूलाई हेर्छन्, छरछिमेकलाई पनि हेर्दैनन्, बल्ल चाहिने यताउता हेर्छन्। बल्ल यताउता आजभोलि त्यही भइरहेछ। मिसन 84 मा त तपाईलाई बनाउने भनेर आहान त प्रधानमन्त्री। मलाई अस्ति नै वडा अध्यक्षमा उठ्न खोजेको थिएँ, एउटाले चाहिने समातेर बसाल्दियो, उठ्नै दिएन।
ऊ भएर अरे के त्यो वडा अध्यक्षमा उठाउन लगाएको थिएँ रे तपाईँ पहिले नै कालो त्यो सबै पेपरहरू पुरै कालो हुन्छ भनेर सेतो हुन्छ नि त पेपर सेतो हुन्छ जताकतै लेप्चे लगाएको देखिन्छ लेप्चेर त्यो ऊ तपाईँ कालो भएको छुट्टिन्न भनेर देखाइनन् रे के कसै कसै त कालो बाकाले देख्दै देखिनन् होइन त्यो बेला त नुहाएर जान्छु 15 रुपियाँ फेर्नु तर नुहाएर पनि गोरो नभएपछि के नुहाएपछि त गोरो भइहाल्छु त्यसै एकछिन नुहाएर आउनुहुन्छ कि म अब नुहाएर भोलि आउँछु आज मैदा लगाएर अब यहाँ नेतामा उठ्नु भयो भने त राम्रो हुन्थ्यो मैले नि 3 रातिसम्म भोट ट्याक्क हानिदिन्थेँ के हो र बगेदाको साथमा अब यो पालि समातेर कहिले बसाली नभनी म उठिहाल्छु उठ्नु सिधै माथि त नउठ्नु होला राम्रोसँग व्यवस्था मिलाएर नेतामा बाँकी त्यो त झन् सङ्गत यहाँ हाम्रो दाइ हुनुहुन्छ अब उठिन्छ सिरियलमा खेल्ने दाइ हुनुहुन्छ यहाँ दाइ हुनुहुन्छ फेरि यहाँ दाइ हुनुहुन्छ यहाँको पनि सोरुम रहेछ दाइ पनि कलाकार हुनुहुन्छ यो सब हाम्रो टिम भनेको कलाकारै हो अब यहाँहरूको साथ सपोर्ट भएपछि अलिकति उठ्छु कि हामी उठाउने कोसिस गर्छौँ तपाईँ त अब यस्ता यस्ता मानिससँग लाग्नु छ तपाईँ नेतामा जित्नु भयो भने नेतागिरी डाँकागिरी सफलता साथ हातमा हासिल गर्नुहुने कि भन्ने त्यता पो डर लागिरहेको छ कसरी दिनु पर्छ नेतागिरी त गर्छु डाँकागिरी पनि गर्दैन अब के गर्ने तपाईँ त अब कुर्सी पायो भने मन्त्री भन्न खोज्नु भयो जस्तो आजभोलि ढाकागिरी नै भइरहेछ त्यही त डर लागिरहेको छ मैले सम्झाउँछु नेताहरूले ल ठिक छ अब सुधार गर्नु होला यस्तो चाहिने राम्रो काम गर्दै गर्नु होला कुर्सी पाउनको लागि कोसिस गरिराख्नु भएको छ कुर्सी पाउनलाई कोसिस गरिराख्नु होला मैले सबले अपिल गरिरहेको छु ठिक छ हाम्रो कमिटी सक्यो होला नि ल सबैजनाले हाम्रो भिलेन दाइलाई के मन पर्छ मलाई मन पर्ने सबैभन्दा खानामा मन पर्ने रोटी चाहिँ अझै पनि लगभग 22 रुपियाँ खान्छु 28 रोटी मैले खाएको इन्डियामा 28 रोटी भएपछि बल्ल पेट भरिन्छ मेरो अनि त्यो पहाडको यहाँ हाम्रो त नेपालको भनेको मकैको खाजा त्यो 4 महिना खान्थेँ मैले अहिले लगभग 3 महिना खान्छु अनि तरकारी भनेको म गोबी ज्यादा खान 3 किलो गोबीमा आलु मिसाउनुहुन्छ कि नै नहीं आलु मिसाउँदैन आलु मिसाएपछि त मजा लाग्दैन बिना आलुको खान्छु पकाएरै खान्छु काँचो लगभग 1 किलो खाइसक्छु हो र यस्तो मैले खाएर यतिकै भएर मन मकाउनु थाहा जस्तो लाग्यो दाइलाई आलु मन पर्छ के मलाई तरकारीमा आलु नभए पनि म खाँदै खान्न बिना आलुको तरकारी के हुन्छ त त्यस्तो भए तरकारीमा मलाई सबभन्दा मिठो पर्ने बिहान चाहिने छिन्की र आलु साँझ चाहिने आलु र सिन्की मलाई मन पर्ने तरकारी त्यही हो नि तपाईले आलु मन पर्यो भने दालमा नि आलु हालेर खानुहुन्छ दाल त अलगसँग खान्छु तरकारी मात्रै हो अनि हाम्रो अर्को दाइलाई के मन पर्छ त मलाई सबैभन्दा मन पर्ने त मलाई चिनी र खुर्सानी हो चिनी र खुर्सानी भयो भने मलाई भात पनि चाहिन्न रोटी नि चाहिन्न मलाई एकदम चाहिने मिठो खाजा खाना भने नि मेरो चिनी र खुर्सानी हो त्यही नै हो ढिलायो कडायो नुन नभए पनि चल्छ बरु नि खै कहाँ त्यसमा नुन मिसाउनुहुन्छ कि नै नुन त मिसाउँदैन पहिले नि नुन भन्थे नि नुन मिठो हुने भए त मलाई चिनी र खुर्सानी भन्दा अरू मिठै हुन्न अनि काले दाइ त चियासँग खुर्सानी खानुहुन्छ अरे नि म हैन केसँग एक दिन त चाहिने चिया खाइरहेको थिएँ खस्ता ल्याउन गएको थिइनँ अनि एउटा केरा ल्याएर चोपेर खाऊँ केरा र चिया नि मिठो भयो मिठो भयो ठिक छ अनि दाइ हाम्रो अहिले नेपालको प्रधानमन्त्री को हुनुहुन्छ प्रधानमन्त्री अब मेरो घरको त मेरो बुढी छिकेर अब उताको त थाहा भएन घरको त गृहमन्त्री गृहमन्त्री आजभोलि केपी ओली हो पहिला भेलु बाजे थियो अहिले केपी ओली बाजे नै उसमा भेलु बाजेले उसमा दिएर जानुभयो के भन्छन् त्यो गिफ्ट हुने के भन्छ त्यसको सट्टामा के भन्छन् नि दाइजो केपी बालाई दाइजो दिएर गयो अनि तपाई प्रधानमन्त्री भएपछि के गर्नुहुन्छ देशको लागि
म प्रधानमन्त्री भएपछि सबभन्दा पहिला आफ्नो घर बनाउँछु, त्यसपछि यसो छरछिमेकको हेर्छु, त्यसपछि बल्ल यताउता हेर्छु। आजभोलि त्यही भइरहेछ के र? अनि पहिला त देशलाई हेर्नु पर्यो के र? आजभोलि पहिला आफ्नो घरको हेर्छन्, इष्टमित्रहरूले हेर्छन्, छरछिमेकलाई पनि हेर्दैनन्, बल्ल चाहिने यताउता हेर्छन्। बल्ल यताउता आजभोलि त्यही भइरहेछ। मिसन 84 मा त तपाईँलाई बनाउने भनिरह नि त प्रधानमन्त्री। मलाई अस्ति नै वडा अध्यक्षमा उठ्न खोजेको थिएँ, एउटाले चाहिने समातेर बसालिदियो, उठ्नै दिएन। ऊ भएर हो रे त्यो वडा अध्यक्षमा उठाउन लगाएको थिएँ रे। तपाईँ पहिले नै कालो, त्यो सबै पेपरहरू पुरै कालो हुन्छ भनेर। सेतो हुन्छ नि त पेपर। सेतो हुन्छ, जताकतै लेप्चे लगाएको देखिन्छ, लेप्चेर त्यो ऊ तपाईँ कालो भएको छुट्टिन्न भनेर देखाइनन् रे के। कसै त कालो बाकाले देख्दै देखिनन् रे तपाईँलाई। होइन, त्यो बेला त नुहाएर जान्छु। नुहाएर पनि कोरोना भइसक्यो के? नुहाएपछि त गोरो भइहाल्छु। त्यसै एकछिन नुहाएर आउनुहुन्छ कि? म अब नुहाएर भोलि आउँछु। आज अब यहाँ नेतामा उठ्नु भयो भने त राम्रो हुन्थ्यो। मैले नि 3 रातिसम्म भोट ट्याक्क हानिदिन्थेँ। के हो र? बगेदाको साथमा। अब यो पालि समातेर कहिले बसालिन भने म उठिहाल्छु। उठ्नु सिधै माथि त नउठ्नु होला, राम्रोसँग व्यवस्था मिलाएर नेतामा बाँकी त्यो त सङ्गत। यी हाम्रो दाइ हुनुहुन्छ, अब उठिन्छ, सिरियलमा खेल्ने दाइ हुनुहुन्छ। यहाँ दाइ हुनुहुन्छ, फेरि यहाँ दाइ हुनुहुन्छ, यहाँको पनि सोरुम रहेछ, दाइ पनि कलाकार हुनुहुन्छ। यो सब हाम्रो टिम भनेको कलाकारै हो। अब यहाँहरूको साथ सपोर्ट भएपछि अलिकति उठ्छु कि हामी उठाउने कोसिस गर्छौँ। तपाईँ त अब यस्ता मानिससँग लाग्नु छ। तपाईँ नेतामा जित्नुभयो भने नेतागिरी डाँकागिरी सफलता साथ हातमा हासिल गर्नुहुने कि भन्ने त्यता पो डर लागिरहेको छ। कसरी दिनु भोट? नेतागिरी त गर्छु, डाँकागिरी पनि गर्दैन। अब के गर्ने? तपाईँ त अब कुर्सी पायो भने मन्त्री भन्न खोज्नु भयो जस्तो। आजभोलि डाँकागिरी नै भइरहेछ, त्यही त डर लागिरहेको छ। मैले सम्झाउँछु नेताहरूलाई, ल ठिक छ, अब सुधार गर्नु होला, यस्तो चाहिने राम्रो काम गर्दै गर्नु होला। कुर्सी पाउनको लागि कोसिस गरिराख्नु भएको छ। कुर्सी पाउनलाई कोसिस गरिराख्नु होला, मैले सबले अपिल गरिरहेको छु। ठिक छ, ठिक छ। हाम्रो कमिटी सक्यो होला नि। ल सबैजनाले यो हाम्रो चाहिने रमाइलो चाहिने एउटा अन्तर्वार्ता थियो, सानो सबैजनाले चाहिने हामीले रमाइलो एकछिन गरेको हो। सबजनाले यो हाम्रो एउटा सिरियलको हामी टिम हौँ, हामीले एउटा कमेडी मात्रै गरेको हो। सबैजनाले त्यो कमेडीको हिसाबले हेरिदिनु होला, लाइक सब्सक्राइब सब सेयर सब गरिदिनु होला। यो अगाडि बढाइदिनु होला। हामीहरूको नयाँ नयाँ अन्तर्वार्ताहरू, यस्तै रमाइलो अन्तर्वार्ताहरू आउने नै छ। साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। सबैजनाले नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। मनमा लागेको कुरा कमेन्ट बक्समा लेख्नु होला, हामीले केही सुधार गर्छौँ। धन्यवाद। कोहीले केही कमेडीहरू लेख्न मन छ भने कमेन्ट बक्समा छोडिदिनु होला है त। ल बाई। काली दाई।